कहाँबाट झापल स्थायी भनेर म यत्रो मास्क लगाएको छु, सबै छोपिएर हिँडिरहेको छु, अरबिकको त्यो केटीहरू जस्तो बुर्खा सुर्खा लगाएको टाइपको हिँडिरहेको छु। आइदियो अब त्यो एउटासँग फोटो खिचेको, अर्को आइदियो पुलिस। ओ झापल त बिग फ्यान, ठीक छैन छैन बिग फ्यान है त। अगाडि जान्छु, अर्को पुलिस त्यही छ। त्यो मेन चेकिङ गर्ने पुलिस हो भाइ। विदेशबाट आएर तँलाई मेन चेक हान्दैन यसरी सुरु भइहाल्यो नि हो। गफ्दै गयो सुन्न, ल्यान्ड भयो। अनि त्यहाँबाट सुरु भयो मान्छेहरू। ओ झापल आफूलाई यो टेन्सन किचकिच हुन्छ नि, त्यो आएको त्यो जेट ल्याग भएको गर्मी सर्मी के भइरहेछ हो। नबोल्ने राडी भनेको छु र पनि फोटो जबरजस्ती गरेर खिचेको छ, मुखमै भिडियो ल्याएको छ हो। अनि त्यहाँबाट मेरो बिरालोहरू ल्याउनु पर्ने थियो, अलिक लफडा भयो त्यो। अझै मैले थाहा पाएँ, बालेन केही गर्छस् भने गरे भाइ। बालेन तिमीहरू को गयो यो गर त भाइ, गर त। एयरपोर्टमा गयो भने एउटाले 20वटा एन्सर दिन्छ, कसको एन्सर पत्याउनु? म त भन्नै बिर्सेको। तिमीहरू माथि गएर काम गरिरहेछ छैनस्, म कसरी थाहा पाउँछु? थाहा छ त्यो सरकारी काममा, सरकारी कार्यालय जाँदाखेरि त्यो मान्छेहरूले त्यो ठेट्ठेर बोल्न थाल्छ नि, त्यहीबाट बुझ्छु म तिमीहरूले केही कामै गरेको छैनस् भनेर। तर त्यो उताको कुरा हो, छोडिदिनु हो। 20जनाले 20वटा एन्सर दिन्छ त्यहाँ हो। बल्ल गरेर भाइ बिचारा त्यो एयरपोर्टमा काम गर्ने छैन। एयरपोर्टमा काम गर्नेहरू क्या हो त, त्यो यो भेस्टहरू लगाएको के उनीहरू एउटा हो त्यस्तैहरू 1-2जना आयो। अरे झापल दाइ के हो यता भनेर तिनीहरूले गाइड नगरेको मलाई यस्तो अल्लमल्ल पर्थ्यो नि। भाइ गाइड इन्टरनेट पनि छैन, अब कहाँबाट लिउ डेटा हो। के को धुनमा त्यो रिप्लाई नो हान्दैछु फेरि आफ्नो त्यो इन्टरनेसनल डेटाको, अनि बन्द। अब त्यो कन्ट्याक्ट गर्नु खोज्छु केहीमा छैन। अनि त्यही एउटा